नमस्कार सिन एन्ड हर्ड अनफिल्टर्डमा आज फेरि मेरो अर्को होस्टलाई म इन्ट्रोड्युस गराउँछु सो समटाइम्स मेरो मात्रै आउँछ कहिले उसको मात्रै आउँछ कहिले हामी दुईजनाको आउँछ होइन सो तपाईँले पहिले भ्लगहरू हेर्नुहुन्छ भने चाहिँ यु अलरेडी गेस सेट सो सरोज सुवेदी हि इज माई ब्रदर ओके हाई हाम्रो नयाँ पोडकास्ट फाइनली होइन त धेरै पछिको लङ थट पछिको के छ कस्तो भयो काम आज ठिकै रमाइलो युजुअल गयो काम गऱ्यो आयो होइन काम गरेर आयो मोनोटोनस लाइफ हुन्छ बेला बेला त है थ्याङ्क गड अब हाम्रो अलिकति भयो भने फ्यामिलीहरू सबै यही हुनुहुन्छ र सजिलो छ एक्लै बस्नेलाई इमेजिन गर्नु काम बिहान उठ्यो त्यसपछि बिहान उठ्यो अलार्म बज्छ अब आज यति बजीको सिफ्ट छ भन्यो उठ्यो अनि उठेपछि अब के बनाउने हो कहिले काहीँ त म्याक्सिमम् टाइममा त बनाएर खाना भ्याउनु त्यो पनि भ्याइँदैन होइन अनि गयो गाडीमा अनि दिनभरि काम गऱ्यो फेरि बेलुका फर्क्यो फर्किने बेलामा अलमोस्ट सुत्ने भइसकेको छ केही गर्न नि भ्याइँदैन कलेजको स्टुडेन्टको लाइफमा त काम घर गर्दा गर्दै काम घर त्यो यति चिजहरू बिर्सिँदो रहेछ दाजु होइन काम घर गर्ने बेलामा फ्रेन्ड सर्कल होइन त्यसपछि फ्यामिलीहरूले म्याक्सिममले आफ्नो छोराछोरी विदेश गएपछि सोच्न होला कि गएर फोनै गर्न छाड्यो त कान्छाले पहिले जस्तो गर्दा नि त किन गर्दैन भनेपछि आइसकेपछि यहाँ तेरो हरेक चिज एक्सपिरियन्सले के ठक्कर खाँदै आज कोही रुडमा बोलिदिएला अथवा केही मिस्टेक गरिएला त्यो सिक्दै आफूले खाँदै हो क्या गर्दै गर्ने बेलामा अनि यो माहौलले त्यसलाई यस्तो क्रुवल बनाइदिन्छ नि किनभने त अब यो वर्ल्ड त क्रुवल नै छ एक पोइन्ट अफ भ्यूबाट हेर्ने भनेपछि त होइन अनि उसलाई पनि त्यही बनाइदिन्छ क्या अनि अलिकति इमोसन मरेर जान्छ सर्टेन पर्सेन्ट होइन मान्छेहरूको इमोसन यताउता त्यो मारिदिन्छ क्या त्यो काम त्यहाँ त्यो लाइफले नि मारिदिन्छ त्यसलाई अनि त्यो एक त फुर्सद पनि हुँदैन घरमा कतिखेर फोन गर्ने जाने बेलामा बसमा त्यही स्ट्रगल छ आउने बेलामा त्यही स्ट्रगल छ होइन अनि घर आयो के नि हुँदैन खानेकुरा अलिअलि कचाकचुक पकायो अथवा कहिले भोगि सुत्यो त्यो गर्दै त्यो मान्छे त्यही बिजी भइसक्यो कि अझ म त काममा आएको मान्छे होइन अब स्टुडेन्टहरूलाई त झन् स्टुडेन्ट लाइफ होइन यो प्रपर स्टुडेन्ट लाइफ भन्ने चिज चाहिँ जस्तो हामी नेपालमा युजली नेपालको स्टुडेन्ट लाइफ कस्तो हुन्छ भने पढाइ मात्रै हुन्छ मेन काम होइन त्यस बाहेकको अरू चिजहरूको बारेमा सोच्नु पनि हुँदैन नि त युजली मोस्टली फोकस गर्दा चाहिँ फाइनेन्सियल कुराहरू चाहिँ त्यो त्यति धेरै ठुलो इस्यु हुँदैन गर्नेले गरिराखेको छ होइन आफैले गर्दै पढ्दै पनि छ नेपालमा पनि त्यस्तो खालको थुप्रै मान्छेहरू छन् तर पनि एउटा फाइनेन्सियल बर्डन चाहिँ हुँदैन हायर एजुकेसनको लागि भन्ने कन्सेप्ट तर जब बाहिर आइन्छ यहाँ आइसकेपछि इन्टरनेसनल स्टुडेन्ट हाम्रो मात्रै होइन कि यहाँको कल्चरमै त्यसरी डेभलप भएको छ भन्ने कुरा जस्तो हाई स्कुल सकिसकेपछि युजली यहाँको विद्यार्थीहरू जो हाई स्कुल सकेर आउँछ उनीहरू कोअप गर्छ होइन केही काम गर्न खोज्छ कतिले त्यो कामबाट आएको अर्निङ चाहिँ आफ्नो युनिभर्सिटी एजुकेसनको लागि युज गर्ने भनेर प्लान गरिरहेको हुन्छ कतिले एक्सपिरियन्सको लागि भए पनि गर्न खोज्छ होइन त्यो एउटा कल्चर बसेको छ म्याक्सिममले त फी तिर्नै पऱ्यो नि यो थोरै छ र फी होइन हामी एपेक्स कलेज पढ्ने बेलामा जस्तो 10,000 ट्राइमेस्टरको 10-20,000 म्याक्सिमम 20,000 समथिङ थियो हामी पढ्ने बेला अहिले त एजुकेसन लाख हुन्छ नि त यहाँ त सिधै त्यो टु मच मनी छ अब अझै इन्टरनेसनल स्टुडेन्टलाई त झन् त्यो टु मच नै छ किनभने यहीँको स्टुडेन्टहरूले त कतिपय अब फेडरलले पनि ग्रान्ट दिन्छ प्रोभिन्सले पनि ग्रान्ट दिन्छ अनि कम नै हुन्छ डोमेस्टिक भर्सेस इन्टरनेसनल स्टुडेन्टको फी नै डिफ्रेन्ट स्ट्रक्चरको हुन्छ क्या अनि जस
भन्न खोजेको मेन कुरा चाहिँ के भने फाइनेन्सियल इन्डिपेन्डेन्स हुन खोज्छ कि अनि त्यो हुने अपर्च्युनिटी पनि छ क्या यहाँ तिमीले आवरली बेसिसमा वेज तोकेको छ ब्याक होम हेऱ्यो भने चाहिँ हाम्रो पनि मिनिमम वेज तोकेको छ तर त्यो मन्थली बेसिसमा त्यो मन्थली बेसिसमा अब त्यो टर्म्स अफ रिफरेन्स केही पनि छैन कि के हुन्छ त त्यो मन्थभरिमा भन्ने कुरा होइन अनि मन्थली बेसिस भन्यो भने अलिकति कमिटेड जबको कुरा आउँछ त्यो कमिटमेन्ट दिनुपर्ने हुन्छ आवरली बेसिसको फाइदा चाहिँ कस्तो छ भने आजभोलि त यहाँ काम त्यसरी पहिला जसरी पाउन छोड्यो होइन अदरवाइज यसको अर्को कुरा कस्तो अर्को राम्रो पक्ष के भने जस्तो आज तिमी एउटा काम गर्न गयो आज फुल डे गर्यो 8 घन्टा 10 घन्टाको कति काम गर्यो त्यो पे चेक बुझेर आऊ आजै बुझेर आऊ तिमी भोलि त्यहाँ काम गर्न नजान पनि सक्छ होइन त्यो यसको खासमा त्यो कन्सेप्टबाट पहिला त त्यति धेरै काम यहाँ अबेन्डेन्स थियो अरे होइन मान्छेले त्यो पनि एक्सपिरियन्स गरे आजभोलि त कामै पाउँदैन एउटा पायो भने बल्ल बल्ल त्यसमा ठिकै राख्ने भन्ने सोचाइ हुन्छ होइन अनि जे होस् त्यस्तो भइसकेपछि भर्खर हाई स्कुल सकेर आएकोसँग त ठ्याक्कै स्किल सेट त छैन तर यस्तो खालको जब यो जबमा वर्क कल्चरदेखि लिएर त्यो पनि कुराहरू सानैबाटै सिक्न पाउँछ त्यसपछि युनिभर्सिटी जोइन गर्छ त्यहाँबाट अलिक स्किल्ड भएर निस्किन्छ अनि अरू जबहरूमा जान्छ त्यो खालको कल्चर छ कि अब त्यो कम्पेयर गरेको हाम्रो नेपालमा र यहाँ अब नेपालमा दुईवटा कुरा छन् अब किन त्यस्तो खालको कल्चर छैन पहिलो कुरो त्यो सपोर्ट गर्ने पोलिसी नै छैन त्यस्तो खालको तरिकाले जब पाउँदैन होइन अनि त्यो रिजनले गर्दा पनि के गर्नु पर्यो अब फाइनेन्सियली डिपेन्डेन्ट नै हुनुपर्ने हो अनि फ्यामिली पनि हाम्रो कल्चर फेरि बेग्लै छ यहाँ चाहिँ अब कस्तो छ हाई स्कुल सक्यो भने लगभग अब त्यो बच्चा प्यारेन्ट्ससँग बस्दैन भन्ने कन्सेप्ट छ नि त त्यो बच्चा आफू इन्डिपेन्डेन्टली आफ्नो तरिकाले आफै कमाउँछ आफै पढ्छ अथवा फ्यामिलीले केही सपोर्ट गर्ला पढ्नमा अलिकति जे गरे पनि अब त्यो घर छोडेर हिँड्यो कि त्यो कल्चर छ कि अब त्यो छोरोसँग त्यति नै थियो अब त्यसपछि लगभग फेरि टुगेदर बस्ने भनेको अलिकति छोरा अथवा छोरी आफ्नो बच्चा बच्चीसँग कहिले टुगेदर बस्ने भन्ने खालको यहाँ कन्सेप्ट नै छैन है त्यो चाहिँ मलाई अचम्म लाग्छ त्यो अनि त्यही भएर त यहाँ अब स्पेसली लन्डनलाई ओल्ड एज होम भन्छ कि यहाँ टु मेनी रिटायरमेन्ट होमहरू छन् जहाँ यु क्यान फाइन्ड एल्डरली पिपल त्यो हो होइन हाम्रो फेरि कस्तो छ भने फ्यामिलीसँगै बस्ने कल्चर छ अनि त्यसले पनि अब सबको आफ्नो प्रोज कन्समा हामीलाई त्यो कल्चरबाटै आएको अर्को त्यो छ नि फाइनेन्सियली डिपेन्डेन्सीको कुरा पनि त्यहीबाटै आइरहेछ होइन अनि हामी कलेज जाने भनेको कलेज जाने मात्रै अघि कहाँबाटको कुरा आयो होइन कलेज जाने भनेको खासमा नेपालमा कलेज जाने मात्रै हुन्छ पढ्ने मात्रै हुन्छ कामै पढ्ने हुन्छ नि त अरू काम मोस्टली हुँदैन कहिलेकाहीँ गर्न चाहेर गर्ने अथवा कहिले कसैलाई गर्नु परेर गर्ने बाहेक इन जनरल चाहिँ हुँदैन अब यहाँको स्टुडेन्ट लाइफको लागि स्पेसिफिकली कहिले कुरा गरौँला यहाँको स्ट्रगलहरू स्टुडेन्टहरूले गर्नुपर्ने त्यसलाई त्यो स्टोरी छोडेर मैले ठ्याक्कै यहाँनिर एउटा क्वेसन सोध्न चाहेँ तँलाई अब हामी त पढेर मात्रै आएको तैँले पढिस् पनि अनि पढाइस् पनि होइन अब एज ए स्टुडेन्टको पर्सपेक्टिभ एज वेल एज एट द सेम टाइम तेरो त अब पढाइसकेपछि त त्यो एउटा एजुकेसन सिस्टमको म्यानेजमेन्टको टिम भइस् त होइन त्योबाट पनि एक्सपिरियन्स लिएर आइसकेपछि क्यानाडा आएपछि ठ्याक्कै कस्तो खालको भाइब पाइस् तैँले हामीलाई कस्तो डिफ्रेन्सेस अब एजुकेसन त सिमिलर भए पनि होइन कन्टेन्ट सिमिलर भए पनि कन्टेक्स्ट चाहिँ डिफ्रेन्ट छ अफकोर्स होइन नेपाल र यहाँमा कन्टेन्ट त अब पढ्ने चिज त्यही हो होइन अझै भन्नुपर्दा त त्यो टिचिङ स्टाइल छ नि हामीलाई उहाँ सिकाइन्छ नि नेपालमा अलिकति रिगरस भएर किन हाम्रो पढ्ने मात्रै काम पनि हुन्छ त्यहाँ पनि अर्को त्यो एउटा रिजन पनि छ अलिकति रिगरस भएर अनि हाम्रो इक्जाम बेस्ड हुन्छ मेनली त्यो हिसाबले हामी पढ्छौँ नि होइन त्यो याद पनि हुन्छ नि होइन त्यस्तो पार्टहरू अब यहाँनिर अलिकति डिफ्रेन्ट छ कलेजहरू छ नि नेपालमा हाम्रो सबै कलेजहरू के छ भने कुनै न कुनै एउटा युनिभर्सिटीसँग अफिलिएटेड छ अनि त्यो कलेज के हुन्छ त्यो युनिभर्सिटीको पोलिसिजमा बाँधिएको हुन्छ उसले जहिले इक्जाम गराउँछ त्यहीले इक्जाम गराउनुपर्छ उसले जुन सिलेबस पढाऊ भन्छ त्यही सिलेबस पढाउनु पर्ने हुन्छ होइन
अनि जे होस् त्यो त्यसरी चल्नुपर्ने हुन्छ। अब नेपालमा अझै पनि त्यो अटोनोमस स्कुल हुन्छ नि, जसले चाहिँ आफ्नो करिकुलम आफै डेभलप गर्ने, आफै क्वेसन सेट गर्ने, कस्तो खालको डेलिभर गर्न खोजेको त्यो एउटा त्यो माहौल चाहिँ अझै बनिसकेको छैन कि नेपालमा चाहिँ। तर यहाँ चाहिँ एउटा त्यो पाटो चाहिँ राम्रो कि जस्तो कलेज भयो भने उसले एउटा बेसिक गाइडलाइन त फलो गर्नुपर्छ अफकोर्स होइन, एजुकेसन मिनिस्ट्रीले भनेको अथवा गभर्निङ कुनै बडीले भनेको गाइडलाइन्स त फलो गर्नुपर्छ। स्टिल उसले आफ्नो तरिकाले कोर्सहरू डेभलप गर्न पाउँछ, त्यो कोर्समा आफ्नो तरिकाले सिलेबसहरू कन्टेन्टहरू राख्न पायो, त्यही किसिमको उसले आफ्नो इक्जामको मोडल बनाउन पायो होइन। अनि त्यो सबै राइट्स त्यसैसँग हुन्छ कि युनिभर्सिटीमा डिपेन्ड गर्नु परेन। अब हाम्रोमा के हुन्छ भने इक्जाम्पल युनिभर्सिटीमा स्ट्राइक भयो भने इक्जाम कतिपटक सर्थ्यो तिमीलाई पनि, हामी भुक्तभोगीहरू होइन, कतिपटक इक्जाम सर्थ्यो। नयाँ सेड्युल आयो, अब त्यो नयाँ सेड्युलको लागि तयारी गर्न थाल्यो, फेरि त्यो 3 चोटि 4 चोटिसम्म एउटै इक्जाम सरेको रेकर्ड छ नि रिमेम्बर। अनि त्यो किनभने युनिभर्सिटीले पहिलो दिन चाहिँ पहिलो इक्जाम सरेको पहिलो दिन चाहिँ ला इक्जाम सऱ्यो अब पढ्न पाइयो तरो भने होइन, अनि के को पढ्थ्यो 4 महिना सरे पनि 4 महिनासम्म पढ्ने होइन, अब पर्सिबाट इक्जाम छ भने चाहिँ अनि आजबाट बल्ल तातिने हो नि त। धेरै नै पटक सरे कि त्यो इक्जाम। अब त्यो किनभने युनिभर्सिटीमा स्ट्राइक भएको कारणले हामी त कलेजमा पढिरहेको थियौँ नि त, अब त्यसरी इम्प्याक्ट नपार्नु पर्ने थियो होइन, तर त्यसरी इम्प्याक्ट पार्यो। त्यही भएर यहाँ कलेज बिचहरूमा कम्पिटिसन होइन, मेरो कोर्स मैले अफर गर्ने कोर्स राम्रो कि तैँले अफर गर्ने कोर्स राम्रो भन्ने कुराहरू कन्सेप्टहरू होइन, त्यसले के गर्छ एउटा हेल्दी कम्पिटिसन बनाउँछ नि त कलेज बिचमा। अब यहाँ एउटै सिलेबस पढाउँछ जहाँ गए पनि होइन, अनि त्यसको बेनिफिट स्टुडेन्टले पाउँछन् अफकोर्स होइन। अनि त्यसले के भयो भने टाइमली सबै चिज भयो, सबै कलेजकै अन्डरमा भयो होइन, कलेजले नै रेगुलेट गर्ने भयो होइन। अफकोर्स कलेजलाई अडिट गर्ने, तैँले यो गरिराखेको काम ठिक छ छैन भन्नलाई एउटा गभर्मेन्टल बडी छ, गभर्निङ बडी छ होइन, उसको गाइडलाइनमा त्यो बस्यो। तर त्यो सेटअपमा चाहिँ कलेजले काम गर्न पायो भनेपछि क्यालेन्डर जस्तो बनेको छ त्यस्तै निस्किन्छ होइन। अब हाम्रोमा पनि क्यालेन्डर नबन्ने होइन भन्छ युनिभर्सिटीले, मजाले एउटा सेसन सुरु भयो भने क्यालेन्डर बनाएर पहिल्यै पब्लिस गरेर आउँछ। आजभोलि धेरै सुधार भएको छ होइन, त्यो क्यालेन्डरमा काम हुन थालेछ। युजली चाहिँ कहिल्यै भएन हामीले थाहा पाए अनुसार, न भनेको टाइममा सेड्युल आउँथ्यो, न भनेको टाइममा इक्जाम हुन्थ्यो, कतिपटक सर्थ्यो, रिजल्ट त्यस्तै होइन। अब त्यो रिजल्टमा फर इक्जाम्पल तिम्रो केही भयो, तिमीलाई रिचेकिङ रिटोटलिङ केही गर्नु पऱ्यो, त्यसको बारेमा केही कम्प्लेन्स छ, आफ्नो केही गुनासो छ भने पनि त्यो मेकानिजम पनि एकदम लम्बा के, एप्लिकेसन देऊ कहाँ गएर दिनु पऱ्यो, त्यसपछि त्यसको प्रोसेस के हुन्छ, ट्रान्सपेरेन्ट हुन्छ हुँदैन, नेभर नो, रिजल्ट 2-3 महिनापछि आउँछ, त्यति बेलासम्म नेक्स्ट इक्जाम दिने बेला भइसक्यो, एउटा एकदम बेसिक इक्जाम्पल क्या। अब यहाँ चाहिँ कस्तो भयो भने अझै अर्को पाटो कि हामीले पढेको र यहाँ पढेको मलाई एउटा राम्रो लागेको पाटो चाहिँ कस्तो भयो भने इट अल अबाउट द प्रोफेसर हु टिचेज यु होइन, जसले पढाउँछ। किनभने उसले नै मोस्टली अब कलेजले एउटा कोर्स कन्टेन्ट बनाए पनि त्यो कोर्स कन्टेन्टभित्र पनि के डेलिभर गर्ने भन्ने कुरा त्यो प्रोफेसरको हुन्छ नि। he will set up that होइन, उसले गर्छ, उसले डेलिभर गर्छ, पढाउँछ, सबै त्यो सबै आफ्नो कसरी पढाउने करियर पाथ सबै आफै। अनि मैले यो ओभरअल कोर्समा कतिवटा असाइनमेन्ट लिन्छु, कतिवटा टेस्ट लिन्छु, म मिड टर्म लिँदिनँ मेरो यो कोर्समा। मैले के थाहा पाएँ भने अथवा मैले के एनालाइज गरेँ भने मिड टर्म इज नट रियली नेसेसरी होइन, किनभने मैले यत्रो असाइनमेन्ट दिइसकेको छु, म एकचोटि फाइनल टर्म मात्र लिन्छु, अनि त्यो असाइनमेन्ट फाइनल टर्म प्रोजेक्ट छ भने प्रोजेक्ट, त्यसको बेसिसमा म यसलाई फाइनल ग्रेडिङ गर्छु। द्याट्स द फाइनल ग्रेडिङ होइन, यु विल रिसिभ इन यर ट्रान्सक्रिप्ट के। हाम्रो नेपालमा कपी चेक गरे जस्तै यहाँ पनि अब जस्तो यहाँ त सबै अनलाइनमा इक्जाम हुन्छ होइन, त्यो उसले प्रोफेसरले नै चेक गर्ने हो, सेम पर्सन जसले तिमीलाई पढाएको छ त्यो हो नि त। अब हामीले लेखे हुन्छ किनभने चाहिँ तँलाई
पढाइसकेपछि एउटा कलेजमा एउटा क्लासमा कुनै एउटा प्रोफेसरले पढाइसकेपछि हि नोज यु द मोस्ट होइन। अब त अब के थाहा, अब त्यो दिन एक्जाम दिन गएको बेलामा त ध्वस्तै बिरामी भएको थिइस् कि त्यही त अनि होइन, उसले त यो तिमीलाई तेरो माइन्ड ठिक थिएन कि केही समथिङ भएको थियो कि, तर त्यो प्रोफेसरले त तँलाई चिनेको छ नि त, कस्तो छ बच्चा भन्ने कुरा होइन त। प्रोफेसरले त तिमीलाई क्लोजली जानेको छ नि त। तिमी त्यो सेसनको स्टार्टमा कस्तो थियो, तिम्रो त्यो 4 मन्थको सेमेस्टर अथवा 6 मन्थको सेमेस्टरमा तिम्रो जर्नी कस्तो रह्यो। 6 मन्थ्स इज अ भेरी ह्युज टाइम नि होइन। अनि एक्ज्याक्टली अब 6 मन्थसम्म एउटै क्लासमा आफ्नो बच्चाहरूलाई पढाइरहेको हुन्छ, उसले लेखेको कापी कहाँ हो, कुन चाहिँले लगेर जाँच्ने हो, अब कुन मुडमा जाँच्ने हो, कुन मुडमा जाँच्ने हो। अनि त्यसको हाउ हि नो सौरभ सुवेदी कस्तो थियो क्लासमा भन्ने कुरा होइन। एक्ज्याक्टली त्यो एकछिन लेखेको पेपरमा लेखेको एकछिनको एन्सरले त जज गर्ने होइन नि त स्टुडेन्ट लाइफ भन्ने कुरा होइन त। अनि त्यो चेकिङको पनि अब क्रेडिबिलिटी के भन्ने कुरा छ नि त होइन। अब साँच्चीकै फेयर नै चेक भयो कि हामीलाई कहिलेकाहीँ फिल हुन्थ्यो नि त, यो त मैले राम्रो गरेँ जस्तो लाग्थ्यो। वाइ त्यो ड्रास्टिकली चेन्ज ग्रेड हुन्छ नि त्यो फिलिङ। अब हो त्यसको पनि मेकानिजम छ होइन, त्यो फिडब्याक दिने त्यो कम्प्लेन गर्ने मेकानिजम छ, नभएको होइन। तर हाम्रो कस्तो भयो, युनिभर्सिटी सेन्टर्ड भयो, हामी कलेजमा पढिरहेको थियौँ, युनिभर्सिटीसँगको रिच छ नि त्यो त्यति नजिकको भएन कि। अनि त्यो एप्लिकेसन कसलाई पठाइरहेछौ, यु डोन्ट नो द्याट पर्सन टु क्या होइन, कोसँग गुनासो गर्ने भने। अब यहाँ केही भइहाल्यो भने तिमीलाई फाइनल ग्रेड आयो, तिमीलाई चित्त बुझेन भने यु क्यान टक टु यर प्रोफेसर होइन। उसले ह्युमन एरर पनि भयो हुनसक्छ, अथवा उसले के सोचेर त्यसरी ग्रेडिङ गरे आउनसक्छ, अथवा तिमीले उसलाई कन्भिन्स गरेर ग्रेड अप पनि हुनसक्छ। सो मेनी पोसिबिलिटी। तर के भयो, कोसँग गर्ने त, जसले पढाइरहेछ त्यही व्यक्तिसँग, जोसँग 6 महिनासम्म सँगै पढेर आएको छ नि त, त्यही व्यक्तिले चिनाएको छ, बुझेको छ। मलाई त्यो एउटा पाटो चाहिँ राम्रो लागेको। अब उता आई मिन म्याक्सिमम स्टुडेन्टहरू विदेश पढ्न आउने, अस्ट्रेलिया, क्यानाडा, युएस, म्याक्सिमम सबैजनाले त्यसो गर्दैनन्, तर म्याक्सिममले चाहिँ पैसै कमाउनु हो, राइट। म पढ्छु अझै यो मेरो नेपालको नलेजले पुगेन भनेर पढ्न आउने अलिक रेयरै हुन्छन् हुन त, तर लाइफ अपर्च्युनिटी हन्ट गर्न आउने नै हो अल्टिमेट भनेको होइन। अनि तर सहीमा पढ्नलाई नै आउँछु, म सिक्नलाई नै आउँछु, म केही मेरो नलेज अझै बढाउन आउँछु भनेर जुन पढ्न आउँछन् नि, इज इट वर्थ इट यता आउनलाई, कि नेपालमै पढे पनि हुन्छ? अफकोर्स वर्थ इट, अभियसली। किनभने त अब त्यसरी सोचेर पढ्न आउने भनेको तिम्रो युनिभर्सिटिजतिर होइन, अनि यो रिसर्च बेस कामहरू गर्ने यो कन्ट्रिजहरूमा एजुकेसन राम्रो छ। सबभन्दा पहिला त डेभलप भएको छ बाट जान्न होइन। डेभलप किन छ भने यहाँको रिसर्च मेकानिजम छ नि एकदम स्ट्रङ छ, राम्रो छ। अनि मोस्ट अफ द रिसर्च एक्टिभिटी, चाहे त्यो साइन्टिफिक होस् होइन, टेक्नोलोजीको होस्, अथवा मेडिकलको होस्, लको होस् होइन, रिसर्चहरू त आफ्नो आफ्नो विधाका रिसर्चहरू भइरहेको छ नि। त्यो रिसर्चहरू राम्रो हुने सेन्टर भनेकै युनिभर्सिटिज हो। अनि यो देशहरूमा त्यही भएर पढाइ राम्रो भयो भन्ने, त्यो बाहिर पढाइ राम्रो छ देश विकसित छ भन्नेको त्यो कनेक्सन त्यसरी जान्छ कि। अनि पढ्न आउने त्यसरी सोचेर आउने भनेपछि चाहिँ अब युजली अब मास्टर्स गर्नलाई अथवा पिएचडी गर्नलाई, पिएचडी गर्नु भनेको रिसर्च नै गर्नुभयो होइन। त्यो भनेको चाहिँ अब एजुकेसन अफकोर्स राम्रो छ यहाँ भयो भने केही इनोभेटिभ कुराहरू, केही नयाँ कुराहरू, भइसकेको कुराहरू सिक्न पाइन्छ, प्लस आफूले पनि केही इनोभेसनमा, एक्चुअल रिसर्चमा, केही फ्रुटफुल कुरामा आफू इन्भल्भ हुन पाइन्छ। अब नेपालमा पढ्ने भनेको त त्यहाँ भयो अरे, युएसमा एउटाले यसो गर्यो अरे, यहाँ त यहीँ गरेको हुन्छ नि त। नेपालमा केस स्टडिजहरू बढी पढिन्छ, त्यो सबै यतैतिरका हुन्छन् होइन। त्यहाँ भयो यो, यहाँ भइसकेपछि, यहाँको युनिभर्सिटिजमा भइसकेपछि चाहिँ एक्चुअली आफू इन्भल्भ पनि हुन पाइन्छ कतिपय कुराहरूमा। भनेको अफकोर्स त्यो एकदमै हाइली भ्याल्युड कुरा हो होइन। तर मलाई जहाँसम्म लाग्छ यहाँ आएर नलेज, किताबहरूको नलेज अथवा त्यो नलेज प्लस लाइफको नलेज पनि सिक्छ नि त, मिठो भाँडामा। वाट इज लाइफ भन्ने कुरा सिक्छ क्या मान्छे।
किनभने जति गरे पनि नेपालमा बसेर पढ्यो भनेपछि अलिकति फ्यामिलीको सपोर्ट भइहाल्छ। आई मिन लाइक इन्भाइरोमेन्ट क्या। तर यहाँ बस्यो भनेपछि लाइफलाई एक्लै कसरी तान्ने त भन्ने कुरा पनि सिक्छ नि त। त्यो अब घरभन्दा टाढा बसेपछिको टाढा पनि धेरै नै टाढा भयो नि त यो, होइन? माइल्स 10,000 माइल्स हो त यहाँबाट। अब यो कुरा हामी पहिला पनि त नेपालमै हुँदा पनि हामी घरमा त बसेनौँ नि पछिल्लो समयमा, आफ्नो घर पढ्नको लागि गइन्छ नि त। त्यो बेलामा पनि त हामीले अलिक घरभन्दा बाहिर बसिसकेपछि कस्तो हुन्छ लाइफ, त्यो पनि यो पनि एउटा एक्सटेन्डेड भर्जन हो होइन, यो मास्टर्ड हो। अब यो नेक्स्ट लेभलको हो। त्यही हो। अब विदेश आइसकेपछि स्टुडेन्ट मलाई त वर्क पर्मिटमा सिधै काम गर्न आउने भन्दा पनि हो स्ट्रगल छ होइन, तर स्टुडेन्ट भएर आउनेको चाहिँ मैले लाइफमा धेरै बेनिफिट देखाएको छु क्या विदेशमा। किनभने सो मेनी थिङ्स हि विल लर्न अ लट अफ थिङ्स म्यान। हामी भनेको त अब वर्क पर्मिटमा आउने मान्छे भने त सिधै आउने हो, सिधै काममा जाने हो होइन। बट त्यो कामलाई बेस बनाउनलाई पनि त सुरुबाट स्टार्ट गर्छ नि त सबै चिजहरू क्या। थ्योरिटिकल प्लस प्र्याक्टिकल हुँदै जान्छ नि त लाइफ होइन। अब यहाँको स्टुडेन्टहरू देख्छु क्या मैले, बिहान उठे, बिहान पनि तेरो 5 बजे उठ्छन् अनि म्याक्सिममको कलेज मर्निङै हुँदो रहेछ होइन। 5 बजे उठे गए कलेज गएपछि अब फ्याकल्टी हेरेर हुन्छ, कसैको त दिनभरि हुन्छ, कसैको 1-2 घन्टा 3 घन्टा म्याक्सिममको क्लास हुन्छन् बिहान। त्यतिको लागि जानुपर्छ कलेज होइन। गयो 3 घन्टा क्लास गरेर आयो अनि त्यसपछि अब त्यसका त्यो स्टुडेन्टका 4वटा ठाउँमा काम हुन्छ यार। आज कता कता भ्याउने हो, लिटरली बसमा सुत्ने होइन, अनि त्यसपछि उबरमा सुत्ने, कहाँ जाने हो। अब यही सिटीमा कुनै स्टुडेन्टहरू त मैले यस्तो पनि देखाएको छु, यो सिटीमा होइन अलिकति अर्को सिटीसम्म पनि काम गर्न जाने क्या। तिनीहरूको लाइफ देख्दाखेरि म काम गर्ने ठाउँमा पनि धेरै भाइहरू छन् त्यस्ता आउँछन्। बेला बेलामा तिनीहरूलाई मैले यसो पछाडि काँधमा धाप राखेर अनि गुड जब यु आर डुइङ वेल होइन, सब ठिक हुन्छ एक दिन, डोन्ट वरी। तिमीहरू यहाँ खारिन आएको छौ। त्यो एउटा फलाम हुन्छ नि, फलामलाई तताउँछ, फेरि पानीमा हाल्छ, फेरि तताउँछ, फेरि पानीमा हाल्छ, त्यसको ड्युरेबिलिटी बढाएको हो क्या त्यो। सो तिमीहरूलाई निखार्दैछ के, डोन्ट वरी, आत्तिनु हुँदैन, एक दिन सब ठिक हुन्छ होइन त। होपफुल्ली हुन्छ हुन्छ तेरो हरेक चिज हुन्छ। पढाइ स्टुडेन्टको मात्रै होइन, हरेक चिज एकचोटि स्टार्ट गरिसकेपछि त्यसलाई सबभन्दा मेन चिज भनेको कन्सिस्टेन्सी हो लाइफमा होइन। जे चिज पनि कन्सिस्टेन्सी इज द की भन्छ नि त। जतिसुकै जे भए पनि त्यो चिजमा चाहिँ लागिराख्नु पर्यो। एक दिन त अफकोर्स त्यो त साइन्टिफिकली प्रुभ हो नि त। फोकस हो मेन कुरा, फोकस, कन्सिस्टेन्सी, डिसिप्लिन गर्नु पर्यो। हरेक चिज हुन्छ नि त स्टुडेन्टलाई मात्रै नभए सबैलाई। मेन कुरा अब जस आज एजुकेसनको बारेमा कुरा हुँदा चाहिँ त्यो कुराहरू यता जोडिन आयो होइन। एउटा स्टुडेन्टको नेपालमा हुँदा कस्तो हुन्छ, यहाँ हुँदा कस्तो हुन्छ। त्यही अघि हामी सुरुमा कुरा गरेको थियौँ नि, अब त्यही कुरा विद्यार्थीले कति अपर्च्युनिटी पाउँछ, विद्यार्थी हुँदा पनि कति अपर्च्युनिटीहरू छन् भन्ने कुरा नै अल्टिमेटली अट्र्याक्सन। अघि सोधेको थियो नि, यहाँ आउनु वर्थ इट छ कि छैन। अफकोर्स छ, किनभने पढाइ मात्रै नभएर सो मेनी कुराहरू सिक्न पाइयो, अपर्च्युनिटी छ, काम गर्न पायो। काम गर्नु पढ्दै काम गर्न पाउनु भनेको ओभरअल राम्रो ग्रोथ हो कि। त्यसले फाइनेन्सियली पनि स्टेबल बनाउँछ। एट द सेम टाइम वर्क भनेको के हो, कल्चर, अर्गनाइजेसन त्यो बुझ्दै पनि गइराखेको हुन्छ, प्र्याक्टिकली बुझ्छ। अनि त्यो कुरालाई पढ्दै गर्दा कनेक्ट पनि गर्छ कि डट्सहरू होइन। काममा गरेको कुराहरू पढाइमा पनि कता न कता रिफ्लेक्ट हुन्छन्, किनभने पढेर कामै गर्ने त हो नि मान्छेले होइन। त्यो कोरिलेटेड कुराहरू भयो अनि उसको एजुकेसन पनि बेटर हुँदै जान्छ कि।
त्यस्तो धेरै हार्ड पनि फिल हुँदैन हुँदैन। यहाँको अलिकति इक्जाम गर्ने तरिका अथवा एसेसमेन्टको तरिका जुन छ अलिकति कम्पेरिटिभली इजी नै छ नेपालको कन्टेक्समा। हामी त वहाँ 100 मार्क्सको पुरा लेखेर इङ्क सकिने गरी सर लेख्ने कपी हो नि त भन्दै होइन? सर एडिसनल पेज थप कपी हामी पहिले एसएलसी दिनमा मैले नेपाली मिडियमबाट सर थप कपी दिन्थ्यो नि त। अनि साथी पछाडि बसेको हुन्थ्यो होइन, सर थप कपी हुन्थ्यो, कति लेखेको आज यसले यार भनेर होइन कोही एकजना हुन्छ थपैको थपै छ कसम। त्यो भएर चाहिँ अफकोर्स वर्थ इट छ। वर्थ इट छ भन्दा पनि अफकोर्स कसैले पर्स्यु गर्न खोज्छ भने जेन्युनली होइन पर्स्यु गर्न खोज्छ भने इट्स अ गुड थिङ। यु सुड गेट योर हायर एजुकेसन अब्रोड होइन, वाइ नट। तिम्रो जरुरी छैन कि अब आइसकेपछि यहाँ बस्नै परोस् भन्ने कुरा होइन कि अब त्यो एउटा लोभ बनाइदिँदो रहेछ होइन। यहाँको इन्भाइरोमेन्टले अलिकति भए पनि स्ट्रेसफुल छ कुराहरू होइन। विकास भनेपछि त त्यो विकासका धेरै पहलुहरू छन् नि त होइन, अनि एस्पेक्ट्सहरू छन्। सजिलो छ, बस गाडी चढ्न सजिलो छ, लोनहरू कति मिठरी दिन्छ, इन्टरसिटी जान सजिलो छ, हाइवेहरू ठुला छन्, एभ्री कुराहरूले त्यो डेली उसमा फरक पार्छ नि त। अनि त्यो भएर त्यो मन नै अब यतै सेटल हुन खोज्ने त्यो सेकेन्ड पार्ट हो भयो होइन। तर नर्मली पढ्न मात्रै आउने, आएर फेरि फर्किन्छु भन्ने त्यसरी गरे पनि जसरी गरे पनि पर्स्यु गर्नुपर्ने चिज हो होइन। अनि गरिसकेपछि चाहिँ अब आशा त सधैँभरि आशै गर्ने हो। नेपालमा पनि यस्तै गरेर अलिकति एजुकेसनमा रिफर्म भइदियो भनेपछि चाहिँ त्यही पनि एक्सपिरियन्स। अनि यहाँ पढेर सपोज मैले यहाँ अब सकेँ युनिभर्सिटी पढेर, यहाँ पढेर नेपाल गएर त्यो फिल्डमा काम गर्न पायो भनेपछि अलिकति हेल्प हुन्छ नेपालमा यहाँको पढाइले हुन्छ नि, अलिकति नौलो गर्न सकिन्छ। अब त्यो भनेको चाहिँ इट डिपेन्ड्स। अघि भने जस्तै मैले सुरुमा भने जस्तै कन्टेन्ट वास्तवमा सिमिलर नै हो। त्यहाँ के पढाइन्छ यहाँ के पढाइन्छ भन्ने कुरा होइन। कतिपय ठाउँ कतिपय पढाउने कुरालाई लिएर चाहिँ मैले उहाँको पढाइ छ नि हामीले जसरी पढेर होइन त्यो बेटर थियो जस्तो लाग्छ होइन। कुनै कुराहरू यहाँ अपर्च्युनिटी के भइदियो भने अब तिमी त्यो पढाइ सँगसँगै आफूलाई त्यसको रियल वर्ल्ड इक्जाम्पलमा पनि इन्भल्भ गर्न पायो, काम गरेर हुन्छ अथवा केही प्र्याक्टिकल गरेर हुन्छ, त्यो सबै कुराहरू प्रोभाइड गर्छ कलेजले। तर यहाँको एउटा चिज मलाई के मन पर्यो भनेपछि जुनसुकै फिल्डमा तेरो भयो भएन, मैले धेरै जसोमा देखाएको छु, धेरै जसो स्टुडेन्टहरूको पढाइसकेँ होइन, सकिसकेपछि त्यो काम गर्नै पर्ने रहेछ क्या। हामीले नेपालमा गऱ्यौँ नि, इन्टर्नसिप गऱ्यौँ नि, हामीले गऱ्यौँ इन्टर्नसिप, तर हाम्रो इन्टर्नसिप त्यति धेरै इफेक्टिभ थिएन होइन। इभ्यालुएसनको लागि मात्रै गरे जसरी गरियो, जस्ट काट्न थियो, कसैले गरे, बेटर गर्नेले पनि गरे नगरे होइन। तर युजली त्यसरी गर्ने चलन छ नि त। तर अब यहाँ चाहिँ अब पढाइसँगै रिलेटेड गर्नुपर्ने हुन्छ क्या। अनि फेरि अब त्यो एप्रिसिएसन पनि छ क्या। कस्तो भने अब फ्यान्सा कलेजको कोअप गर्न खोजिरहेछ भनेर तिमीले अप्लाई गर्यो भने यु विल लाइक टु गेट जब होइन। त्यो अरू संस्थाहरूले पनि त्यो क्रेडिबिलिटीको कुरा हो होइन। भनेपछि अब सकिन्छ। अब त्यस्तो त्यो पुरै सम्पत्ति नै बेचेर पढ्न जान्छु भन्दा पनि अलिकति नेपालमा पढे पनि छन् त छ, नहुने होइन। नेपालमा यदि नेपालमा भ्याइन्छ भने विदेशमा पनि भ्याउन सकिन्छ घरबाट। त्यसको फाइनेन्सियल उसले पनि हेल्प गर्न सक्छ। त्यति अप्ठ्यारो पर्दैन भने चाहिँ आएको राम्रो विदेश पढ्नलाई। आएको राम्रो भन्न खोजेको विदेशै राम्रो, यहीँ राम्रो, यहाँ मात्रै राम्रो होइन, नेपालमा त नराम्रो भन्न खोजेको चाहिँ होइन होइन। नेपालमा राम्रो होइन, तर एक्सप्लोर गर्ने कुरा हो नि त आफूलाई। अब अनि जति गरे पनि यिनीहरू भनेको यिनी देशहरू
विकसित देशहरू हामीले मानिएका विकसित देशहरू चाहिँ पाइनियर हुन् कुनै न कुनै फिल्डमा अलमोस्ट एभ्री फिल्डमा लिड गरिरहेछन् होइन टेक्नोलोजीको फिल्डमा सिलिकन भ्याली छ होइन यहाँ आएर एउटा कुनै कोर्स गरेर टेक्नोलोजीको कोर्स गरेर सिलिकन भ्यालीमा ल्यान्ड गर्न सक्यो भनेपछि अब सिलिकन भ्याली भनेको चाहिँ के सिलिकन भ्याली भनेको चाहिँ क्यालिफोर्नियामा भएको एउटा सेटअप हो होइन मार्केट हो के भनौँ त्यसलाई बजार हो टाउन हो होइन त्यहाँ चाहिँ टेक्नोलोजीसँग रिलेटेड स्टार्टअपहरू कम्पनीजहरू जस्तो गुगल त्यही छ होइन मेटा त्यही छ एप्पल त्यही छ अरू टेक कम्पनीजहरू त्यही छन् स्टार्टअप पनि त्यही खुल्छन् त्यो एउटा मार्केट हो कि अब त्यहाँ ल्यान्ड गर्न सक्छ नि त सिलिकन भ्याली भनेको चाहिँ त्यहाँबाट चाहिँ टेक्नोलोजी रिलेटेड जे नयाँ इन्भेन्सन्सहरू हुन्छ नि सबै त्यहीँबाट लन्च भइरहेको वर्ल्डले जे टेक्नोलोजी पाइरहेछ अहिले द्याट्स द बेस होइन त्यो बेस क्याम्प हो त्यसको लागि चाहिँ मतलब रियल प्लेटफर्म होइन किनभने गुगल त्यहाँबाट आइरहेछ होइन फेसबुक त्यहाँबाट आइरहेछ लिडर हो नि त तिनीहरू अहिले सोसियल मिडियामा भनौँ अथवा टेकमा हेर्छ तिनीहरूको फेसबुक गुगल सर्च मात्रै होइन सो मेनी थिङ्स छ भन्न खोजेको त्यो अपर्च्युनिटी चाहिँ छ है अब त्यो अपर्च्युनिटी चाहिँ अब हाम्रो कन्टेक्समा कुरा गऱ्यो नेपालको कन्टेक्समा कुरा गऱ्यो भने टेकको नाममा त केही नै भएन हामी सबै बाहिरबाट इम्पोर्ट गरिएकै टेक्नोलोजी युज गरिरहेको छौँ हामी आफ्नो इभन हार्डवेयरमा अरू सफ्टवेयरमा कुनै पनि खालको टेक्नोलोजी हामी आफ्नो फोन पनि बनाउँदैनौँ इभन होइन हामी आफ्नो अपरेटिङ सिस्टम बनाउने ऊ छैन होइन इभन किन बनाउँथ्यौँ त पुरै त्यो कसरी योपालि यो प्रधानमन्त्री बन्ने योपालि म बन्छु अर्को पालि त बन्ला तेरो पालो तेस्रोमा आउँछ अनि त्यही मात्रै त छ अनि हामी इभन मोबाइलको कभर त बनाउँदैनौँ होइन चाइनाबाट आउँछ नासाबाट आउँछ सस्तो पनि पर्छ त्यही युज गर्नलाई हामीलाई एकदम त्यो फ्रुटफुल छ होइन तर योपालि म नेपाल गएको बेलामा 2-4वटा राम्रो ब्रान्डहरू देखेँ नेपालमा मलाई धेरै खुसी लाग्यो कि होइन कपडाहरूकोदेखि लिएर अरू धेरै ब्रान्डहरू जुत्ताहरूको राम्रो ब्रान्डहरू मैले एउटा जुत्ता किनेर ल्याएको थिएँ नेपालको समथिङ क्यालिबरको जुत्ता ल्याएको थिएँ इट्स सो ड्युरेबल इट्स सो नाइस के होइन कम्फर्टेबल पनि छ त्यो हुन्छ होला बिस्तारै हामी यहाँ सिकेर अनि फेरि नेपालै फर्केर गऱ्यौँ भनेपछि चाहिँ आई थिङ्क वी क्यान डु इट नेपालमा पनि अपर्च्युनिटीहरू अहिलेको पछिल्लो समयमा बढ्दै गइरहेछ हामी हुने बेलाको टाइमभन्दा केही त प्रोग्रेस भएको त्यो मान्छेमा होइन तर अगेन अब मेन कुरा चाहिँ जस्तो हामीले नेपालमा पढ्यौँ नेपालको एजुकेसन पनि राम्रो छ चाहे यहीँबाट गएका किताब अथवा यहीँबाट गएको आर्टिकल पढेर त्यसलाई बुझेर हामीले पनि केही नयाँ रिसर्च गऱ्यौँ केही इनोभेट गरिहाल्यौँ भने पनि त्यो इनोभेसनलाई साँच्चीकै देशलाई कन्ट्रीलाई राम्रो गर्नको लागि युज गरौँ भन्नेको लागि त्यसको लागि चाहिँ प्लेटफर्म छैन होइन इन्भाइरोमेन्ट छैन मेकानिजम छैन भन्न खोजेको कि मेन कुरा चाहिँ कस्तो भने राम्रो त गर्यो एज अ स्टुडेन्ट ऊ एकदम ब्रिलियन्ट भयो राम्रो गर्यो उसँग इनोभेटिभ आइडिया पनि छ जसले साँच्चीकै केही ट्रान्सफर्मेसन ल्याउँछ भन्ने पनि अब त्यसलाई साँच्चीकै प्र्याक्टिकल्ली इम्प्लिमेन्ट गर्नको लागि चाहिँ उसँग मेकानिजम नै छैन त्यो कम्युनिटी नै छैन कि नेपालमा त्यो समस्या छ कि न गभर्मेन्टले फन्ड गर्ला न त्यति सजिलै इन्भेस्टर भेटिएला त्यो हुनै बाँकी छ कि होइन होल लड अफ थिङ्स छ एजुकेसन भन्ने कुरा जहाँ भए पनि जुनसुकै कन्ट्रीको जुनसुकै कुनामा भए पनि एजुकेसन इज एजुकेसन होइन त्यसले तँलाई सिकाउँछ नै तर कुन ब्रोड वेमा सिकाउने र कस्तो तरिकाले सिकाउने भन्ने कुरा हो सो अफकोर्स अब अलिकति डेभलप कन्ट्रीहरूमा आएर पढिसकेपछि अझ धेरै ब्रोड तरिकाले सिकिन्छ होइन तर हाम्रो नेपालको एजुकेसन सिस्टम पनि त्यति कमी त लाग्दैन मलाई हामी पढ्ने बेलामा पनि इमेजिन हाम्रो तैँले पनि एपेक्समै पढाएस मैले नि एपेक्समै त्यो लाइक वेस्टर्न टाइपको तरिकाले पढाउँथे तिनीहरूले होइन
धेरै कुरा मैले मेरो +2 पछाडि धेरै ड्रास्टिकल्ली चेन्ज खालको एजुकेसन ल्याउँ मैले त्यहाँबाट होइन। लाइक स्टिल कतिपय त्यहाँ पढेका कुराहरू पनि मैले मेरो रियल लाइफमा लगाइरहेको हुन्छु होइन। अनि त्यही हो, अब पढ्न त अपर्च्युनिटी पाएपछि विदेश आए पनि भयो, छैन भने नेपालमै पढे पनि भयो होइन। एजुकेसन इज एजुकेसन हो, जता पढे पनि। जहाँ पढे पनि अहिले त अब अनलाइन गुगल, च्याट जिपिटी एभ्रिथिङको चिज छ होइन। यदि इफ यु आर रियली इन्ट्रेस्टेड होइन, मुभ हुनु पनि पर्ने अवस्था छैन नि त अहिले त। भर्चुअल क्लास छ अहिले धेरै अपर्च्युनिटी छ। जुनसुकै कन्ट्रीको एजुकेसन लिन मन छ होइन, भर्चुअल क्लास लिएर नेपालमै बसेर पनि लिन सकिन्छ होइन। अब त्यही हो मेन भनेको, एजुकेसन जहाँ लिए पनि एजुकेसन नै हो। त्यसले एउटा भ्याल्यु सिस्टम डेभलप गर्छ, त्यसले एउटा स्किल डेभलप गर्छ, अनि साँच्चीकै केही वर्दी बनाउँछ भन्ने कुरा हो। नेपालमा पनि हामीले त फ्यान्टास्टिक एजुकेसन लिएको, त्यो मलाई त एकदम त्यो हुन्छ नि, प्राउड फिल हुन्छ कि त्यहाँ पढ्न पाएको, त्यसरी पढ्न पाएको कुरामा चाहिँ। अनि अल्टिमेटली चाहिँ अब अलिकति होराइजन एक्सपान्ड गर्ने कुरालाई लिएर, अपर्च्युनिटी हन्टिङको कुरालाई लिएर नै हो होइन। कहाँ जाने, के गर्ने, कसरी सेटल हुने भन्ने कुरा आउँछ होइन। तर अब त्यही अब हामीले आज कसरी डिफ्रेन्स हुन्छ भन्ने कुरा गरेको। अब आजलाई गुड नाइट होइन त। नेक्स्ट टाइम फेरि बस्छौँ दुई भाइ। ओके, किप वाचिङ गाइज।